भर्खरै म चाहिँ यहीँ आएर फर्किहाल्यो क्या भर्खर फोन ल्याउनै बिर्सेछु भनेर यस्तो मेमोरी लागिरहेको छ साथीहरू। अनि भर्खर पानी पिरो भएको थियो भर्खरै पानी पिरो भएको थियो क्या तर जाने भनेपछि जाने नजाने कहाँबाट आउँछ गेट छ है एउटा गेट यहाँ छ एउटा गेट चाहिँ उता तलबाट छ हामी चाहिँ तलैबाट जान्छौँ किनकि सायद मेन गेट त्यो होला। टोकिदियो भने त खै ट्याक्क तल चाहिँ यहाँ यस्तो पोखरी छ पोखरी चाहिँ आज सुक्या रहेछ किन हो अरू बेला आउँदा फुल नै थियो यही हो ट्याक्क पहाड चाहिँ यही पहाडको ट्याक्कै टुप्पोमा चाहिँ मन्दिर छ ट्याक्कै पहाडको टुप्पोमा अनि त्यो धेरै माथि चाहिँ छैन यहाँ दुईवटा माथि जाने बाटो छ क्या अनि दुईटै माथि जाने बाटोमा चाहिँ 250 देखि 300 स्टेप्स छ। यो चाहिँ यहाँ मेन इन्ट्रेन्स चाहिँ यहाँ छ यहाँबाट लगभग 250 देखि 300 स्टेप्स माथि चाहिँ मन्दिर छ। सो लेट्स गो। शरीरको हालत ध्वस्त भइसकेको छ यति पनि हिँड्न सक्ने हो कि नै थाहा छैन। अनि अर्को थाहा नभएको कुरा चाहिँ यो माइकको क्वालिटी हो। माइकको क्वालिटी कस्तो आइरहेको छ मलाई थाहा भने गोप्रोको र जुन माइक हुन्छ त्यही माइक युज गरेर यहाँ चाहिँ यो लाटो कोसेर पनि पाउँदो रहेछ औल गुलेली नहान्नु लेखा छ हान्नु हुँदैन गुलेली कन्सर्ट गर्नुपर्छ सब। अनि अस्ति आउँदाखेरि मैले ऊ पनि देखाएको थिएँ के भन्छ त्यसलाई जङ्गली कुखुरा वन कुखुरा कालिज देखाएको थिएँ मैले त्यो मार्न सायद इलिगल छ क्या अहिले छ कि छैन थाहा भएन पहिला चाहिँ इलिगलै थियो तर मिठो चाहिँ मिठो हुन्थ्यो। सास फुलिसक्यो मेरो यति आउँदा आउँदै यहाँ चाहिँ यस्तो ब्युटिफुल छ क्या टक्क जङ्गलको बिचमा शान्त ठाउँ छ। यति आउँदा थाकिसकेँ म अझै थोरै छ पानी लिनुपर्ने जुस यस्तो छ जङ्गलको बिचमा यता घरहरू रहेछन्। माथि गएर पानी लिनुपर्छ छोटो पानी लिनुपर्छ मेरो कपाल बिग्रिरहेको यार
मिलाउँछु भन्दा झन् बिग्रिने होला। चट्टै यसरी डस्टबिनहरू पनि राख्दो रहेछ, राम्रो हो एकदम। फुलहरू पनि तर अघि अँध्यारो भएर देखिरहेको छैन होला, सबै यसरी कन्जर्भ गरेर छ। मन्दिर चाहिँ ऊ माथि छ है। मन्दिर चाहिँ यस्तो छ। कडुचहरू पनि रहेछ। माउन्टेन्सहरू देखिरहेछ। यहाँ चाहिँ हनुमानजीको मूर्ति। अझ क्लियर भएको भए अझ बवाल देखिन्थ्यो होला। ऊ त्यहाँ चाहिँ माटेपानी गुम्बा छ। ऊ उता मणिपाल देखिरहेछ, त्यहाँ काउँ। हट सुरुमा चाहिँ पानी हाल हो। पसल बन्द रहेछ होइन यहाँको। अनि मेरो चाहिँ घाँटी सुक्यो। अनि पानी हाल्नलाई चाहिँ यो टङ्की नै खानेपानीको रहेछ क्या। यहाँ पछाडिपट्टि चाहिँ खानेपानीको यसरी व्यवस्था गरेको रहेछ है। अनि मन्दिरको एरिया चाहिँ यस्तो पछाडि पनि यति ठुलो रहेछ। ऊ उता तल अघि भर्खर एकजना ब्रदर गएतिर चाहिँ वासरुम छ होइन, ठुलै रहेछ कि माथि पनि। त्यो एउटा पाहाडको टुप्पोमा छ, यो सानो पाहाड छ, पाहाडको टुप्पोमा चाहिँ यो छ। त्यहाँ चाहिँ मेरो हेलमेट छ। यहाँ पनि रहेछ त, यहाँ पनि रहेछ। म चाहिँ यहाँ नदेखेर उता गएँ। यहाँ चाहिँ यो स्ट्याचु छ है। स्ट्याचु चाहिँ के को हो मलाई थाहा भएन, तर नेपालको झन्डा पनि रहेछ। अनि यहाँ चाहिँ फुल एकदमै राम्रो लाग्छ। यसको नाम चाहिँ मैले बिर्सेँ है। पहिला चाहिँ भद्रकाली मन्दिर भन्दा पनि गणेश मन्दिर भनेर चाहिँ यहाँ पूजा गरिन्थ्यो। यो सुरुमा स्थापना हुँदाखेरि यो मन्दिरको। अनि त्यो मन्दिर चाहिँ गणेश मन्दिर चाहिँ यो हो। यो मन्दिर चाहिँ मलाई थाहा भएन, अहिले सोधौँला। अनि त्यसपछि चाहिँ यहाँको पुजारी हो कि कसको सपनामा आएर चाहिँ भद्रकालीले म पनि यहाँ छु, मेरो पनि स्थापना गर भनेर चाहिँ पछि चाहिँ यो भद्रकाली मन्दिर बनाइएको भनेर भनिन्छ। अनि त्यसपछि यो मन्दिर पनि के रहेछ हेरौँ है। यो मन्दिर चाहिँ लक्ष्मीनारायणको मन्दिर। लक्ष्मीनारायण भनेपछि विष्णु र लक्ष्मीको मन्दिर रहेछ। यो चाहिँ भद्रकालीको मन्दिर, यो चाहिँ गणेश मन्दिर। यो अब मन्दिरकै अब उहरू बिल्डिङहरू यताउति। त्यहाँ चाहिँ बे हुन्छ है, यहाँ यो ठाउँमा बे पनि हुन्छ। अनि त्यो चाहिँ मण्डप हो, त्यहाँ बे हुन्छ। अब आज धेरै मान्छे त यहाँ हुनुहुन्न। अनि आज अघि भर्खर पानी परेको थियो नि त, पानी परेर पनि अझै थोरै मान्छे आउनुभएको छ। फेस्टिभलहरूको बेलामा चाहिँ यहाँ प्याक नै हुन्छ, यहाँ धेरैजना आउनुहुन्छ। सो यही नै हो। अब चाहिँ यसो दर्शन गरेर अनि म चाहिँ तलतिर जान्छु, अनि खाजासाजा खाएर अनि अब घरतिर जान्छु म पनि। यहाँ चाहिँ परेवाहरू पनि रहेछ, चाहिँ परेवाहरू राख्ने ठाउँ, परेवाहरूको घर। अब हामी आउँदा चाहिँ उताबाट आएको थियौँ, जाँदाखेरि चाहिँ अब
यताबाट जान्छौँ अनि सबै हेर्दै एरिया देखाउँदै हुन्छु है म चाहिँ एकदमै ठुलो एरिया रहेछ यो चाहिँ म धेरैचोटि आए पनि मजाले हेरेको चाहिँ थिएन यो चाहिँ के रहेछ अब चाहिँ बिस्तारै अँधेरो हुनु पनि लाग्यो उतातिर लाइट बालिसक्यो अब चाहिँ बिस्तारै अँधेरो हुनु लाग्यो म चाहिँ एकछिन दर्शन गरेर निस्किहाल्यो धेरै बेर बसिनँ किनकि पानी पर्ला जस्तो पनि छ अघि भर्खरसम्म पानी नै परिरहेको थियो यहाँ चाहिँ एउटा स्कुल रहेछ है आई गेस स्कुल रहेछ अनि यो चाहिँ अर्को गेट भयो स्कुटर चाहिँ उता तल छ स्कुटर चाहिँ त्यहाँ छ अब चाहिँ यही हो यही थियो मन्दिर चाहिँ अनि आज मान्छेहरू पनि अलिक कम नै थिए पानी परेको हुनाले अनि धेरै जसो कम नै हुन्छ तर आज अझै धेरै कम थियो पानीले गर्दा सो त्यही नै हो अब यसो दर्शन गर्नलाई आउनुहुन्छ अनि एकदम पिसफुल छ यसो रनिङ सनिङ यताउति सानो हाइक भनौँ न को लागि पनि आउनुहुन्छ धेरैजना अनि एकदम पिसफुल ब्युटिफुल ठाउँ छ तपाईँहरू पनि आउनु होला होइन त्यही भन्दै आजको भ्लग चाहिँ मैले यहीँ एन्ड गरिदिएँ बाई बाई सी यू नेक्स्ट टाइम इन नेक्स्ट भिडियो